जनाको सुखी परिवार छौँ। अहिले म उमेरले 40 वर्ष, म सायद सबभन्दा बुढो मान्छे मै हो कम्पनीको। यो उमेरमा किन म आएँ भन्दाखेरि तपाईँलाई पनि यो कुरा पनि भन्नै पर्ने हुन्छ। किनभने मैले जीवनमा धेरै स्ट्रगलहरू गरेको छु। चाहे सायद सबै स्ट्रगलहरू मेरो सुखैकै थिए होला। म विदेश पनि गएर आएँ। म 2004 मा विदेश गएर 2011 मा फर्किएँ। 2011 मा फर्किँदाखेरि त्यसपछि आएर मैले बिहा गरेँ। म विदेश कुन ठाउँमा भन्नुहुन्छ भने म विदेशमा कोरिया, दक्षिण कोरिया गएको थिएँ। मेरो कमाइहरू, मेरो सबै कुराहरू, फ्यामिली सबै राम्रो छ। म यो अवस्थामा किन आएँ भने म चाहिँ प्रायः समाजसेवी गरेर हिँड्छु। म समाजसेवामा मलाई एकदम मन लाग्छ। मलाई चाहिँ समाज सेवाप्रति एकदम ठुलो चाहिँ मोह छ मलाई। किनभने आफ्नो नाउँ, ठाउँ, छाप राख्न मन छ मलाई। आफ्नो ठाउँमा बिग्रिएको कुराहरूलाई मलाई सुधार्न मन छ, सपार्न मन छ। भोलिको ठाउँमा अहिले मलाई चाहिँ त्यहाँ आएर जोडिनु पर्दा कस्तो भयो भने, भोलिको समयमा विदेश गएर चाहिँ कसैले पनि दुःख नपाओस् कि आफ्नो देशले केही गरोस् भन्ने मेरो चाहना। अब हेर्दै गर्नुहोस् न, अब अहिले अमेरिकाले मान्छे घटाउँदै आएछ। अब नेपालको स्टुडेन्टहरू अमेरिकामा अब अहिले मागिरहेको छैन। कति प्रायः मान्छे साथ हुँदा चाहन्छन्, आजभोलि फिर्ता गर्दैछ अमेरिकाले। भनेपछि अस्ट्रेलियामा त्यस्तै आएछ। हुँदा 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 भोलिको समयमा हाम्रो दुबई, कतार, साउदी पनि सबै बन्द हुन्छ। त्यो भइसकेपछि हामी के गर्ने भनेपछि, अब पढे-लेखेको मान्छेले कि झुन्डेर मर्ने, घरको आर्थिक अवस्था उ गर्न सक्दैनन्। त्यस्तो मान्छेलाई चाहिँ अहिलेदेखि नै शिक्षा दिउँ भनेर चाहिँ मेरो लाइनमा आउनु चाहेको हो मैले भन्नुपर्दाखेरि। र म पनि यहाँ बस्दै मैले पनि केही कुरा सिकेर मेरो छोराछोरी पनि भोलि विदेशमा नजाउन् न, तिनीहरूले पनि मैले गाइडलाइन गरेर यहीँ राखेर, यही अरोडामा राखेर तिनीहरूलाई पनि आफ्नो खुट्टामा उभिने बनाउन सक्छु भनेर म अहिले अरोडा कम्पनीमा जोइन भएको छु। हिजोको समय मलाई तपाईँहरूले जस्तै गाह्रो भयो त क्लास 9लाई छटपटी, किताब-सिताब पनि मैले नोटहरू पनि फालिदिएको है। आज आएर मैले चाहिँ बेसिक लाइनबाट म अहिले ग्रास लाइनबाट मैले सिक्न पाउँदाखेरि मैले हिजो फालेको मेरो नोटबुकहरू आज खोजेर मैले कभर गर्न सक्ने भएको छु। यसको लागि थ्याङ्क यू मलाई गाइड गर्नुहुने गोपाल बस्नेत सर, अनि हाम्रा पूजन परियार सर, अनि हाम्रो दिपक सुनार सर, उहाँहरूलाई धेरै धेरै धन्यवाद। र धन्यवाद फेरि भनिरहँदाखेरि यो हाम्रो अरोडा कम्पनीलाई यस्तो दुःख गरेर आफ्नो सबै रिसर्चहरू, आफ्नो सबै समयहरू चाहिँ बिहान बेलुका भोर प्याज नगनिकन रिसर्च गरेर एउटा अरोडा कम्पनी भनेको चाहिँ कम्पनी खडा गर्नुभएका हाम्रा सर हुनुहुन्छ अनिल लामा सर र हाम्रो दिपक राज शेषलाई पनि मैले धेरै 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 धन्यवाद गर्नुपर्छ। किनभने आज उहाँहरूको सङ्घर्षले हामीले त गिफ्ट पाएको जस्तो भइरहेको छ। किन हामीले सङ्घर्ष त परेको छैन नि त। उहाँले Yes. खडा गरिदिनु भएको एउटा कम्पनी भएको सट्ट गएर भात पकाएर राखिदिएको जस्तो टक्क खान मात्र पाएको छ, दुःख त हामीले गरिरहेको छैन नि। हो, उहाँहरूलाई धेरै धेरै धन्यवाद मैले भन्नुपर्छ। र साथसाथै मैले के भन्न खोजेको भने, यो उमेरमा आइसकेपछि आफ्नो भित्र कति पीडाहरू, कति दुःखको भए, कति सुखको भए, कति आफूले गर्न खोज्दा बिग्रिएका काम भयो, कति आफ्नो आफन्तले होच्याएको कुराहरू भयो, सबै दबाएर राखियो नि त। अब यो ठाउँमा आएपछि कस्तो रहेछ भने दबाउने होइन, निकाल्ने। Oh, त्यसलाई yes. निकालेर आफूलाई निखार्ने, आफूले Yes. निखारेर आफूले उचाल्ने, आफूले निखारेर आफूले उचालेर आफ्नो चाहिँ मनभित्रको पीडा अगाडि अगाडि छर्लङ्ग भन्न सक्यो भने हामी कोहीसँग डराउनु पर्दैन। Oh, हामीले yes. आफ्नो हामीले हिजोको समयमा हामीले भनेकै छ कि हामीले यहाँनिर यदि अर्न गर्नु छ भने राम्रो कुरा सिकेर कन्ज्युमर र प्रोडक्ट सेल्स गर्ने भने हामी सबैले बुझेकै हौँ। अब हामीले झमाम लिएर जाँदैनौँ। अब कसरी गर्ने भन्ने कुरामा त यहाँहरूले पनि अलिअलि कुरा त बुझ्नुभयो होला। मेरो नि धेरै समय त भएको छैन है। मेरो त भर्खर 1 महिना हुँदैछ। मैले यो विषयमा कसरी थाहा पाएँ भने अहिले मैले यसमा नि रिसर्च गरेँ। मलाई सपोर्ट गर्ने सरहरूबाट नि धेरै कुरा सिक्न पाउँदाखेरि चाहिँ नि हामीले यो कसरी सेल्स गर्ने भन्ने कुरा पहिला सुरुमा स्टडी गर्नुपर्ने रहेछ है। No. त्यत्तिकै Right. अन्धाधुन्ध पैसा अहिले भर्खरै कमाइहाल्ने जस्तो गरेर चाहिँ दौडिने होइन कि अन्धाधुन्द दौड। सबभन्दा पहिला ग्रास लेभलबाट सिक्नु पर्यो। तपाईँहरूलाई नआएको कुराहरू आफ्नो चाहिँ तपाईँको पनि सपोर्टर होला, तपाईँको एडभाइजर होला। तपाईँले अफलाइन क्लास लिन सक्नुहुन्छ, तपाईँले अनलाइन क्लास लिन सक्नुहुन्छ।
त्यो चाहिँ गर्नुहोस् है, यो नछुटाउनुहोस् कि म जोडिहालेँ अब मैले पैसा कमाउँछु हिजोको समयमा हामीले सपोर्टरले एडभाइजरले यसरी पैसा कमाउँछ भनेर लोभमा हामीलाई लिएर आयो यहाँनिर हामीले प्रपत्र पर्यो भन्ने कुरा चाहिँ कहिले न त्यो मलाई पनि परेको तर मैले त निखारेँ नि त मैले निखार्न पाएँ नि त उहाँले त भन्नुभयो मलाई अब जाग्ने काम त मेरो हो नि त म जाग्नु परेन त्यस्तै तपाईँहरू पनि जाग्नु पर्ने हुन्छ है हामी आफै नजाइकन हुँदैन यदि घरमा पस्केर आमाले बाले कसैले पस्किदिएर राखेको खाना त हामीले गएर नआइकन हुँदैन भने त्यस्तै सेम सम्झिनुहोस् तपाईँहरूले भन्ने कुरा बुझ्नुभयो त्यस कारणले आफूले कसरी आफूले तिगार्ने भनेको आफ्नो दिमागले कसरी गर्ने र हामीले अरोराले हामीलाई दिइरहेको चाहिँ शिक्षा चाहिँ कसरी अगाडि बढाउने भन्ने कुराहरू चाहिँ यहाँले चाहिँ कहिले पनि भुल्नुहुन्न र भुल्नु पनि कहिले पनि नभुल्नु होला भन्ने म एउटा सजेसन पनि गर्न चाहन्छु एउटा चाहिँ कम्पनीको एजेड पर्सन भएको कारणले होइन त्यस कारणले तपाईँहरूलाई चाहिँ अगाडि बढ्नलाई मलाई अगाडि बढ्नलाई हामीलाई धेरै सजिलो हुन्छ तपाईँहरूलाई पनि कुनै बेलामा मेरोबाट केही साथ सहयोग मैले दिन सक्छु भने तपाईँहरूले मसँग जोइन भएर मसँग हरेक कुराहरू सेयर गर्न सक्नुहुनेछ म पनि एकदम हरदम तपाईँहरूलाई नै सहयोग गर्न चाहन्छु किनभने हामी त आज अरोराको एउटा फ्यामिली हौँ हामी एउटा फ्यामिली भइसकेपछि हामीले फ्यामिलीभित्र रहेर कसरी काम गर्छौँ घरतिर हामीले होइन त्यस्तै तरिकाले हामी यसरी चाहिँ एउटा डिसिप्लिनमा बसेर हामीले आफूले तिगारेर नजाने कुरा सोधेर नलजाइकन अगाडि बढ्नुपर्छ हामीलाई कस्तो लाग्छ भने सुरुमा ला के पो बोल्यो अब बोल्दा पनि कताको बोल्ने कताको बोल्ने बोल्दाखेरि कुनै पनि निसङ्कोच नराखिकन बोल्नु होला किनभने निसङ्कोच राख्न थालिसक्यो कि केही न केही बिग्रिहाल्छ बरु कताबाट जोडेर लानुहोस् न सिक्ने त भने हामी सिकिहाल्छौँ नसिकेको हामीलाई सिकाउनु भइहाल्छ त्यस कारणले बोल्न चाहिँ आँट गर्नुहोस् है नबोलिकन हामीले केही पनि गर्न सक्छ भनिन्छ नि के अरे बोल्नेको पिठो बिग्छ नबोल्नेको चामल बिग्दैन पिठो चाहिँ बोल्नेको पिठो बोलेर पिठो बिगाउन सकिने त चामल त यत्तिकै बिग्ने कुरा हो नि त होइन र तर चामल चाहिँ बोल्न सकेन पनि बिक्री हुँदैन भन्ने कुरा चाहिँ बुढापाकाको एउटा बयान भनाइरहेको छ यो कुरा पनि तपाईँहरूले सुनिरहनु भएको छ यो किन भनेको रहेछ भन्ने कुरा आफूले पनि विचार गरेर भन्नु होला बोल्नेको पिठो बिग्छ है नबोल्नेको केही पनि बिग्दैन त्यस्तै तपाईँले पनि आफूले तिगार्न सक्नुभयो भने तपाईँको कन्ज्युमर आफै तपाईँको हातमा आउँछ है कसरी आउँछ भन्नु पर्दाखेरि चाहिँ तपाईँले उहाँलाई रिझाउन सक्नुहुन्छ तपाईँले आफ्नो कथाले आफ्नो कम्पनीको प्रोडक्टले होइन आफ्नो हरेक साथीहरूको सङ्गतले हाम्रो चाहिँ अरूको फ्यामिलीको चाहिँ सङ्गतले तपाईँहरू त्यो अनुसारले प्रस्तुत हुनुभयो भने त्यसरी प्रस्तुत हुनुभयो भने चाहिँ राम्रो हुन्छ अब अहिलेको अवस्थामा कस्तो भइदियो भने आफै भगवान् आफै पुजारी त्यो हुनु भएन कि पुजारीमा बस्नु पर्यो कि भगवानमा बस्नु पर्यो त्यो कारणले गर्दा हामीले एउटा मात्रै चाहिँ चुज गर्नुपर्छ कि पुजारी बन्नु पर्यो कि भगवान पर्यो एउटा मात्रै रोल चाहिँ आफूले चाहिँ निर्वाह गर्नुपर्ने हुँदो रहेछ है भनेर चाहिँ मैले यति भन्दै मेरो कति कुरा त छुट्यो होला मैले त 5 मिनट मात्र भन्नुभएको थियो सायद 5 मिनटभन्दा धेरै भयो होला त्योभन्दा म अगाडि भन्न चाहेन अब अहिलेसम्म चाहिँ मैले चाहिँ कम्पनीको पहिलाभन्दा अहिले धेरै कुराहरू जानेर स्ट्राटेजी थाहा पाएँ कम्पनीको चाहिँ कम्पनीको चाहिँ मेन कुरो त्यो प्रोफाइल जान्न पाएँ होइन हरेक किसिमको प्रोडक्टहरूको विषयमा जान्न पाउँदाखेरि धेरै अझै धेरै जाने मन छ यति भन्दै मेरो 2 शब्द यही राख्न चाहन्छु आरोरा गुड लाइफ थ्याङ्क यू ओके मनैदेखि थ्याङ्क यू सो मच भन्न चाहन्छु हाम्रो मोहन राणा सरलाई कि उहाँले पनि आज आफ्नो बारेमा केही कुराहरू सेयर गरिसक्नु भएको छ र हाम्रो खगेन्द्र मगर सर हुनुहुन्छ सो हजुरलाई पनि हेल्प भयो होला होइन आगामी दिनहरूमा उहाँसँग पनि हजुरले सहकार्य गर्न सक्नुहुन्छ उहाँसँग पनि पर्सनल्ली तपाईँ कनेक्ट भएर कुराकानी गर्न सक्नुहुन्छ है त अब भनौँ न हामी सबैजना यहाँ छौँ त किन छौँ भन्दा एकजुट भएर अगाडि बढिरहेछौँ एउटा सफलताको लागि नै हिँडिरहेको छौँ है त अब ढिला नगरिकन हाम्रो माझमा हुनुहुन्छ श्री तामाङ सर सो हजुरलाई म दिन चाहन्छु है आज उहाँ हेर्ने हो भने एउटा लामा क्षेत्रमा काम गरेको व्यक्ति हो होइन उहाँले विभिन्न गाउँमा केही मर्दा भयो केही पर्दा भयो उहाँले चाहिँ गाउँमा आज सहयोग गर्दै हिँड्नुहुन्छ क्या त्यो कार्य गर्दै आज हरेकलाई हेल्प गर्दै अगाडि बढ्ने व्यक्ति हुनुहुन्छ सो उहाँले पनि भन्दै हुनुहुन्थ्यो सर म पनि हजुरहरू जस्तै बोल्ने व्यक्ति बन्न चाहन्छु भोलिको दिनमा आफ्नो गाउँमा म एउटा नेता बन्न चाहन्छु सर त्यसको लागि मलाई पनि बोल्ने स्किल चाहिएको छ भनेर उहाँले भन्नुहुन्थ्यो क्या
है। एकदमै खुसी लाग्छ आज उहाँले यो अरोरा कमर्समा मौका पाउनु भएको छ र सँगसँगै यो समय चाहिँ हाम्रो शिशिर तामाङ सरलाई चाहिँ केही बोल्ने मौका दिन चाहन्छु। हजुरले चाहिँ आफ्नो इन्ट्रोडक्सन सँगसँगै हजुरले के कुराहरू सिक्दै हुनुहुन्छ त, सिकेको कुरा छोटो मिठो सेयर गर्न सक्नुहुन्छ सर? यो समय चाहिँ हाम्रो शिशिर तामाङ सरलाई दिन चाहन्छु है त। वेलकम सर हजुरलाई। थ्याङ्क यू सो मच भन्न चाहन्छु। फर्स्ट अफ अल हाम्रो एकदमै होइन रेस्पेक्टेड एडभाइजर हाम्रो ERC3 अपकमिङ ERC4 दिपक सुनार सरलाई चाहिँ मनैदेखि थ्याङ्क यू सो मच भन्न चाहन्छु। र अहिले बेलुकीको समयमा पनि होइन अघिको मिटिङमा त हाम्रो मेरो एडभाइजरमा हुनुहुन्छ सुनिता राई मिस, उहाँले त होइन मेसेन्जरमा चाहिँ त्यो हाम्रो मिटिङको लिङ्क चाहिँ पठाउनु भएको छ। म चाहिँ होइन हाम्रो सरले भन्नुभयो म यता गाउँघरमा म लामा काम पनि गर्दैछु भनेपछि भोलि मेरो होइन त्यस्तै अब मरण भएको अस्ति नै मरण भएको भोलिदेखि चाहिँ क्रियामा घेवा छ होइन त्यहाँ जानुपर्ने भएकोले चाहिँ अहिले जानुपर्ने भएकोले चाहिँ अब अझ भोलि 2000 कुखुरा पनि छ। त्यो कुखुराहरूको भोलिदेखि चाहिँ जानुपर्ने छ। त्यो कुखुराहरूको चाहिँ अहिले 5 बजीदेखि चाहिँ व्यवस्था मिलाउँदा चाहिँ अहिले ठ्याक्कै 10:30 बजी आइपुग्यो र आजको मिटिङ चाहिँ आजको मिटिङ चाहिँ छुटेको छ भनेपछि अलिकति नराम्रो पनि लागिरहेको छ। हिजो अस्तिको मिटिङहरूबाट धेरै कुराहरू सिक्ने मौका त पाएको थिएँ र अहिलेको समयमा भन्नुभयो त म होइन यता नगरदेखि चाहिँ नगरदेखि नै यता गाउँदेखि नै आफ्नो कार्यालय चाहिँ निरन्तरता अगाडि बढाउँदैछु भनेपछि होइन यो अरोरा इन्डस्ट्रीमा चाहिँ म जोइन हुनेदेखि चाहिँ मलाई चाहिँ हरेक कुरामा चाहिँ एकदम अगाडि बढ्नको लागि चाहिँ एकदमै हौसला र एकदमै सहयोग मिलेको छ। र अहिले जस्तै हरेक विभिन्न किसिमको गाउँघरमा हरेक अब व्यवसायहरू कुखुरा पालनदेखि चाहिँ पहिला सुरुमा पनि धेरै बिग्रेको थिए भनेपछि अहिले यो अरोरा इन्डस्ट्रीबाट चाहिँ धेरै कुराहरू ज्ञान सिकेर चाहिँ यता हरेक कुराहरूमा चाहिँ राम्रो हुँदै गइरहेछ भनेपछि चाहिँ भविष्यको दिनमा चाहिँ एउटा राम्रो नेता पनि बन्नु छ। र त्यसको लागि पनि एकदमै यो अरोरा इन्डस्ट्रीबाट चाहिँ धेरै कुराहरू चाहिँ एकदमै हेल्प भइरहेको छ र हरेक ज्ञानहरू सिक्न पाइरहेको छ। अझै पनि धेरै सिक्नेवाला पनि छन् र सिक्नको लागि एकदमै सिरियस पनि छु र